चकलेटको प्रलोभन देखाएर 3 वर्षीय बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा 2 जना पक्राउ। दर्शकबिन खरागनमा खेल्दै तोते बोलीमा परिवारलाई रमाइलो बनाउँदै हिँड्ने उमेर, संसार बुझ्न नपाउँदै जीवनका सपना देख्न पनि नपाउँदै एक 3 वर्षीय बालिकाको जीवन निर्ममतापूर्वक अन्त्य भएको छ। बाराको सिमराबाट सार्वजनिक भएको यो घटनाले स्थानीयवासी मात्र होइन सिङ्गो समाजलाई स्तब्ध बनाएको छ। बाराको जेतपुर सिमरा उपमहानगरपालिका क्षेत्रमा मृत अवस्थामा फेला परेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करिब 5:45 भक्ति नगर स्थित वीरबहादुर रोकाको टाइलले छाएको एकतले घरको खाली कोठाभित्र एक बालिका मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप छेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुवरको कमान्डमा थप अनुसन्धान टोली परिचालन गरिएको थियो। घटनाको गम्भीरता मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली समेत परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा मृत बालिका जेतपुर सिमरा 1 10थुरी निवासी मनमती चौधरीको 3 वर्षीय छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गरिमा साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहेकै बेला साँझ उनको शव फेला परेको हो। अनुसन्धानबाट ना1 ज 7758 नम्बरको म्याजिक गाडीका सहचालक जेतपुर सिमरा 2 निवासी करिब 16 वर्षीय सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलसम्म लगेको खुलेको प्रहरीको दाबी छ। त्यहाँ बालिकामाथि जबरजस्ती करडे गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र उक्त म्याजिक गाडीका धनी जेतपुर सिमरा 1 निवासी 24 वर्षीय प्रोगेश चौधरीलाई नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यो घटनाले बालबालिकाको सुरक्षा, अभिभावकीय सतर्कता र समाजमा बढ्दो हिंसाबारे गम्भीर प्रश्न उठाएको छ। घरबाट केही दूरीमा खेल्ने उमेरकी एक अबोध बालिका यस्तो क्रूर अपराधको शिकार बनेपछि स्थानीयवासी शोक र आक्रोशमा रहेका छन्। मृतक बालिकाको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ भने घटनाको वास्तविकता उजागर गर्न थप अनुसन्धान